हेलो वेलकम सबैजनालाई वेलकम छ डबल ल्याब भन्न थालिहाल्नु त गाइज क्वेसन छ भने भट्टाभट सोध्न थालिहाल्नु हेल्थ एन्ड फिटनेस सम्बन्धी क्वेसन छ भने सोधिहाल्नु थैंक यू सो मच डबल ल्याब हान्नु पऱ्यो गाइज डबल ल्याब हान्नु पऱ्यो नेचुरल के क्वेसन छ तपाईँहरूको ब्याडबाट सोध्दै जानु हेल्थ एन्ड फिटनेस सम्बन्धी छ भने मलाई आएको कुराहरू तपाईँले केही गाह्रो भएको छ एक्सर्साइज खानेकुराहरू मिलाउन डाइटदेखि लिएर केही वर्कआउटहरूमा केहीमा समस्या छ भने मलाई आफूलाई आएको कुरा चाहिँ तपाईँहरूलाई सेयर गर्न सक्छु तेरी मेरी कहानी के थ्याङ्क यू सो मच डबल ल्याब जसले गर्नुभएको छ मोटोपन कसरी घटाउने वेट गेन मोटोपन कसरी घटाउने मोटोपनमा दुईटा एउटा भनेको वेट घटाउने हुन्छ अर्को भनेको फ्याट घटाउने हुन्छ तपाईँले वेट मात्रै घटाउनु हुन्छ तपाईँको मसल पनि घट्छ तपाईँले फ्याट मात्रै घटाउने हो भने चाहिँ तपाईँको क्यालोरिज हल्का डेफिसिटमा बसेर प्रोटिनलाई चाहिँ हाई गर्ने तपाईँको प्रोटिन इन्टेक चाहिँ हाई हुनु पर्यो अनि क्यालोरी चाहिँ थोरै डेफिसिटमा बसेर कार्ब्सको मात्र घटाउनु पर्यो भनौँ न सिधै कार्ब्स घटाएर त्यही अनुसारको ट्रेनिङहरू पनि गर्दै गर्नुभयो भने तपाईँको वेट पनि घट्छ सँगसँगै मसल पनि बचिराख्छ भनौँ न तपाईँले कम खानु हो र एक्सर्साइज गर्नुभयो भने तपाईँको वेट चाहिँ घट्छ त्यतिखेर मसल पनि तपाईँको त्यो सँगसँगै घट्ने भएकाले चाहिँ तपाईँको फोकस चाहिँ मसल नघट्ने गरी फ्याट मात्रै घट्ने वेट गेन कसरी गर्ने वेट गेन गर्न त एकदम सजिलो छ वेट गेन गर्नलाई खाने वेट गेन गर्नु सबैभन्दा सजिलो कुरा हो खाने अलिकति धेरै खाने क्यालोरिज हाई खाने क्यालोरिज आफ्नो जति छ मेन्टेनेन्स क्यालोरीभन्दा बढी क्यालोरिज खाने हो भने त्यतिकै पनि मोटाइ चाहिँ एकदम सजिलो कुरा हो तर त्यो खानालाई फेरि अलिकति मिलाएर खानुपर्छ खाँदा चाहिँ जे पाए त्यही खाने भन्दा नि प्रोटिनको मात्र हाई भएको खानेकुराहरू खाने हेल्दी फ्याट्सहरू कार्बोहाइड्रेटहरू अलिकति सबै मिलाएर खानुपर्छ एकदम सजिलो छ मोटाउनु सजिलो हुनु साथी मैले जति खाँदा नि मोटाउँदिनँ जति खाँदा नि मोटाउँदिनँ भन्नुको मतलब तपाईँले कति खानुपर्छ भन्ने थाहा छैन सुरुमा त तपाईँले कति खाँदाखेरि तपाईँलाई ठिक्क हुन्छ भने तपाईँलाई थाहा छ त छैन नि त त्यही भएर पहिला कति खाँदाखेरि मेन्टेनेन्स क्यालोरिज भन्ने हुन्छ जुन क्यालोरी चाहिँ तपाईँको लागि एक दिनभरिमा तपाईँलाई चाहिने क्यालोरिज हुन्छ नि त्यति चाहिँ तपाईँले पहिले थाहा हुनु पर्यो अनि त्यसको त्योभन्दा माथि खान थालेपछि मात्रै मोटाउनु हुन्छ तपाईँलाई थाहा नै छैन तपाईँले अहिले जति पनि खाइरहेको तपाईँले चाहिने भन्दा तल खाइराख्नु भएको छ त्यही भएर मोटाउनु भएको छैन तपाईँलाई चाहिने भन्दा माथि खान थालेपछि मोटाइहाल्नुहुन्छ तर त्यो फ्याट लाग्ने गरी भन्दा नि अलिकति मसल गेन हुने गरी तपाईँले वेट गेन गर्नलाई चाहिँ ट्रेनिङ पनि एड गर्ने त्यही अनुसारको खानेकुराहरू नि हल्का मिलाउँदै खानुपर्छ नत्र वेट मात्रै घटाउनु सजिलो छ बोसो मात्र घटाउनु के खाने नखाने बोसो मात्रै घटाउनुलाई ट्रेनिङ गर्नुपर्छ जस्तै बोसो हुनुलाई फ्याट मात्रै घटाउनु चाहिँ तपाईँको अहिले मैले गर्दैछु ठ्याक्कै यो मैले कार्बोहाइड्रेट कम गरेको छु 300 क्यालोरिज एक दिनमा प्रोटिन मेरो हाई छ आफ्नो वेट इन्टु 2.2 ग्राम जति छ लगभग त्यति छ अनि वेट ट्रेनिङ पनि गरिरहेको छु अब यस्तो हो भने चाहिँ मेरो मसल पनि प्रोटिन मैले बराबर लिइरहेकोले मेरो मसल पनि लुज हुँदैन त्यो सँगसँगै फ्याट पनि लुज भइरहेछ फ्याट एकदम कम छ होइन 6% छ यसरी चाहिँ तपाईँले गर्न सक्नुहुन्छ मसल लो तपाईँले कम खानुभयो ट्रेनिङ गर्नुभयो भने घट्छ तपाईँको साथी म जसकोमा भ्याकुम हानेर नारिता गएर टन्न खान्थ्यो नि मोटाएन यार या खुजा तिमी हो त्यो तिमीले खाएको नि टन्नै पनि भएको छैन यार त्यो राजा त्यो तिमीले चाहिने भन्दा कमै खाइरहेको छ क्या अझै पनि त्यो चाहिँ कति खाइरहेको छ भने चाहिँ एक त ट्र्याक गर्नुपर्छ क्या हामीले आफ्नो मेन्टेनेन्स क्यालोरिज निकाल्ने अनि आफूले खाएको हरेक कुरालाई चाहिँ मेजर गरेर अनि काउन्ट गर्न थाल्यो भने चाहिँ थाहा हुन्छ नि जस्तै मलाई आजको मेरो वेट नै थाहा भएन भने मलाई 1 महिना पछाडि म बढेँ कि घटेँ भनेर कसरी थाहा हुन्छ त थाहा हुँदैन नि त
त्यस्तै अहिलेको वेट चाहिँ कति हो, आफूले खानुपर्ने कुरा चाहिँ कति हो भन्ने कुरा चाहिँ थाहा पाउनु पर्यो सुरुमा। त्योभन्दा अनि बढी खान थाल्नु पर्यो अनि मात्रै मोटाइन्छ है त। घट्नलाई नि त्यही हो, चाहिने भन्दा कम खानु पर्यो, त्यसरी मात्रै हुन्छ मजाले। थ्याङ्क यू सो मच डबल ट्याप गर्नुभएकोमा। मलाई यसो गाइड गर्दैन यार खाऊ भने, मलाई टेक्स्ट गर्दैन। मलाई म्यासेज गरेर राख न ब्रदर, 6 प्याक भेजेबल नै भएन 3 इयरभन्दा बढी वर्कआउट गर्दा नि। तपाईँ यस्तो हुन्छ 6 प्याकको लागि मात्रै भन्नु, तपाईँले 6 प्याक मात्रै देखाउनलाई 6 प्याकको लागि मात्रै एक्सर्साइज गरेर चाहिँ हुँदैन। होल बडीबाटै फ्याट पर्सेन्ट घट्यो भने चाहिँ 6 प्याक पनि देखिने हो। त्यही भएर तपाईँको होल बडीबाट फ्याट घटेको छ कि छैन भन्ने कुरालाई मात्रै हो। तपाईँको ट्रेनिङ अनुसारले 3 वर्ष ट्रेनिङ गर्यो त्यो पनि मान्छेको चेन्जेस आएको छैन भने तपाईँको गल्ती हो। तपाईँले खानेकुराहरू मिलाएर खानु भएको छैन होला, डाइट प्लानमा स्टिक हुनु होला, त्यही अनुसारको ट्रेनिङ गर्नुहुन्न होला भनेर। त्यसमा अब अरू केही गल्ती नै छैन। एक्सर्साइज राम्रोसँग गर्नुभएको छ, खानेकुरा राम्रोसँग मिलाएर खानु भएको छ भने चेन्ज नहुने हुँदैन त्यस्तो। त्यो अब तपाईँले खानेकुरा जे पाइदै खानुहुन्छ होला, बार्नुहुन्न होला, या तपाईँको ट्रेनिङ मिलिरहेको छैन होला, त्यो सुताइ पनि चाहियो, सबै कुरा मिलेको छ भने चेन्जेस एकदमै हुन्छ है। 167 हाइटले कति वेट हुनुपर्छ? 167 हाइटलाई कति वेट हुनुपर्छ? त्यस्तो अब त्यो हाइटलाई यति वेट हुनुपर्छ भन्नु त बिएमआई त निकाल्न मिल्छ, तर त्यो अनुसारले चाहिँ तपाईँको केही भन्न मिल्दैन। हाइट अनुसारको कुनै मान्छे 80 केजीको छ र मसल त्यसको बढी छ भने अब त्यसलाई त्यो मान्छे फिट हुनसक्छ। जस्तै अब म अहिले 63 केजी छु भने अब मेरो मसल छ नि त यतिको, अब म ठिकै छु, मलाई बल्किङ पनि छैन कटिङ पनि छैन। अहिले त मेरो बडी बिल्डिङ सो भएकोले कटिङ गरेर छु। त्यो भएकोले तपाईँले कसैको वेट मात्रै कति छ भनेर चाहिँ त्यसलाई कटिङ गर्ने कि बल्किङ गर्ने कि के गर्ने कति खाने भनेर थाहा हुँदैन। त्यो मान्छे कस्तो छ, एक्टिभ